भेली निकाल्नु है भेली पुग्दैन डल्ला भने फेरि पिसो भए यता त भेली पुग्दैन के पिठो छ के पिठो जम्मा मैले भेली छैन अघि नै सोधिछु कि छ यति अझै चाहिन्छ नानी हेरेर अझै यो आज ल्याएको यो भेली छ कि नि हेर्नु अर्को 1.5 किलो भेली छ भने त पहिलाको पहिला भेली छ भने मैले पहिला बाहिर जान्न थियो भेली बेसरी पाक्यो भने त डल्ला बनाउन सजिलो हुन्छ पाकेर बेच्दै पाक्यो भने त डल्ला खाल्टो खाल्टो बनाउनु कति तातो छ घिउ लगाउनु सबैले कति तातो छ बोल्नु यहाँ मलाई कसरी फेरि नानीको हात पोल्ला भाउजू हात पोल्नलाई त हातमा घिउ लाउन पर्छ के अनि बल्ल छोप्दा नि छोप्दैन अनि बल्ल पोल्दा नि त्यस्तै सेलायो भने फेरि यो डल्लै डल्ला बनाउनलाई दिने अब घिउ अलिकति तपाईँहरूले हात निकाल्नु राखेर नानीलाई हतान हात कति तातो छ त्यहाँ हेरेर बल्ल नानी तातो छ घिउ अड्कलेर बल्ल नानीलाई दिने बल्ल नानीलाई छोपेर हाल्दै एक डल्ला बनाउनु अनि मैले त डल्ला बार्नु पर्दैन पर्दैन अब तिम्रो काम भइयो अब माम खाने ल मामको मलाई बोलिदिन्छ भाउजूले अब एकछिन बसाबाट दुई चाँडा पुछ त नानी पहिले भान्जीले गरेपछि है मान्छेले पछि मैले है ल भान्जी तयार हो कसरी गर्न परेको माया पनि झिन्का नानी त खुसी लाग्छ होइन यिनले पनि सबै सिक्छिन् यी भेली यति छ बनाउनु त्यहाँदेखि सिक्छिन अब पुरै पकाएर मन्दिरमा जान्छु नि होइन भान्जु भान्जु मन्दिरमा जान्छु भन न ल दुईटा एक कुन्टा एक कुन्टा होइन एउटा हातले हो क्या एउटा हो उठे उठे हात के भन्छन् के भन्नु न यसो गरौ के दुईटा डल्ला बनाऊ है दुईटा दाइ र भाइको बिहा गर्न के भन्छन् ल भन्नु ए केही पनि नभनिकन आइगयो त्यही दोहोऱ्याउने हो छैन पिठो त फाल्टो भात है अनि बगेर हाम्रो कता थियो खान्ने ल्यायो नानीलाई राख्न भन्नु पर्यो निकाली जत्रा भानी बिहान हाम्रो त रुमाल यो त छैन खाने सफा छैन यो सफा छैन मैले आज रुमालहरु धोएको थिएँ यति दिन कता ए यो यस्तो बनाइदिम छान्न पर्छ रे खान पर्छ के ठीक छैन बिहान हामीले कत्रो ल्याएर निकाली थियौ मामा दिदी हो त नि केले छान्ने त खोइ सफा बुवा रुमाल यति के भयो उसा छान्नु अलग्गै राख्नु ए बोतल कुतुबाट झन् नालामा नानीले पारी किन ए बहिनी कमला खै तपाईको रातो कपडा दिए म कसर भयो के भयो ल दुईटा बनाऊ यत्र यत्र हो के गणेश छोडाउनु नि हो गणेश जम्मेको त ए पहिले गणेशलाई हो बिहानमा यत्र यत्र पैसा राखेर हो के पहिला गणेशलाई बनाएका नफोर्नु बनाएका साइडमा राखेर गणेशले बनाइहाल्छ तिनटा सिक्का पैसा राखेर बनाउनु त भयो